विवाद पनि के छैन जिल्लाको कुनै पनि विवाद नहोस् प्रयोजन मात्रै पर्छ भन्ने प्रदेशले राष्ट्रिय प्रदेशको गौरवको योजना राखेको हुन्छ उसले बनाउनु त सक्दैन प्रदेशले पनि हामी सर्वोदय सबै त्यहाँको 14 जना सांसदहरूले प्रधानमन्त्रीलाई 2 पटक भेटेको पनि म आएपछि अहिले भनौँ न भन्नुभयो उद्योग दर्ता गर्नुपर्ने त्यसको प्रक्रिया पनि अगाडि छ त्यसपछि उहाँले सूचना दिनुभयो अहिले भन्दा त्यो प्रक्रिया पनि अब त्यो बाद अर्को कुरा भइसक्यो जनसेवा लाइसेन्सको लागि पनि पहल भइरहेछ अब एक दुईवटा चाहिँ भनेर पार्टीहरू लगानी गर्छु पनि आइरहेछ लगानी गर्नलाई पनि त मेन जग्गा अधिग्रहण हुनु पर्यो नभइकन त हुँदैन रोकेको भनेको जग्गा अधिग्रहण रोकिरहेको माने सियो साहबले हाम्रो भन्नुभयो मेनली तपाईँको कुनै पनि चाहिँ घर त बनाउनु पछिको कुरा हो डाँडा भाटा फरेनको पिलर सिलर दब्ने यताउता सिमेन्ट किन्ने सरिया किन्ने त पछि कुरा हो घर बनाउनको लागि जग्गा चाहियो नि घडेरै पाएन क्या हामीले गत वर्ष तपाईँको हामीले धेरै पनि राखेका थिएनौँ सुरुवात मात्रै गरिदिउँ भनेर तपाईँ सियो साहब मेरो सल्लाह हो होइन सर हालिदिनु पर्छ भनेर हामीले अन्त बजेट काटेर हाम्रो आजै बजेट हो ए 2 करोड हो कि होइन थोरै राखेको थियो 2 करोडले पनि तपाईँको त्यो अलिकति तपाईँको चाहिने 8-10 रोपनी हालिदियो भने तपाईँको चाहिने ल उत्तर बङ्गाल नाम आयो भन्ने हुन्थ्यो अहिलेसम्म तपाईँको यो आएर कम्पनी खडा भएको छ पुरै तपाईँको चाहिँ सुकुम्बासी भन्छ नि सुकुम्बासी कम्पनी हो यो आफ्नो जग्गा एक आना पनि छैन एक आना पनि छैन त्यहाँ त हुनु पर्यो नि हामीले मिसीको त्यो माथिदेखि डाँडा छ नि क्याम्प साइड त्यो खरिद गरिदिनु कुरा गरेको थियो त्यसको लागि त नेपाल सरकारले तपाईँको 10 करोड 15 करोड 20 करोड सामान्य हो नि त तपाईँको हाल्न सक्छ नि हो त्यो चाहिँ हाम्रो लेभलबाट पहल भएन अघि त्यो सालले भन्छौँ भने हामी चाहिँ कमानमा हुन्छौँ हामी ठोकिने पहिला कुलमानसँग सरले एउटा पनि फाइला गरेर नबढाइदिने अब अहिले हिँड्ने साथीसँग अब उहाँको चाहिँ के हो अहिले परीक्षण हामीले गर्न पाएन पहिलो कुलमानसित म धेरै पटक 3-4 चोटि गएको हो उहाँले अगाडि बढाउन हिचकिचाउनु भएको हो हामी पनि फेरि गरे हामीले पनि भन्नु हो हिचकिचा भन्दाखेरि चाहिँ अहिले अरूमा हुन छ अहिले सहज हुन्छ उहाँले त तपाईँको चाहिँ यो टेन्डरै तपाईँको लन्च गर्नु भएको नि त इरानी कम्पनीलाई दिनुभएको हो दुर्भाग्य मान्यज्यूलाई के भनिदिउँ भने अर्थमन्त्रीमा हाम्रो मान्य जनार्दन आउनुभयो त्यो इरानी कम्पनी तपाईँ कहाँ पत्ता लगाएर यो त अमेरिकाबाट ब्ल्याक लिस्टेड भएको छ भने चाहिँ त्यसको पैसा रोकियो हामी 1 रुपियाँ नलिएर जस्तो जिपिआर त्यो बेला गर्ने भनेर उसलाई कन्ट्याक्ट गरेको थियो इरानी सरकारले तर हाम्रो जुन लेभलको स्टडी भएको छ नि टुरिस्टहरूले त्यो भइसकेपछि हामी डिपिआर फेरि बनाउनु पर्ने आवश्यक देखिरहेको छ किनभने डिपिआर बनाउनलाई फेरि 2-3 वर्ष लाग्छ त्यो भनेको 2-3 वर्ष हाम्रो भनौँ यतिकै वेस्ट हुन्छ कि अब अहिलेको मोडलिटी भनेको जस्तो भनौँ न त्यो 3A हेर्दाखेरि भनौँ न हजुरको के भन्छ के अरे